त्यो बाँचुन जेलसम्म आफ्नो आँखालाई स्वस्थ राख्न चाहनुहुन्छ, आफ्नो आँखाको ज्योतिलाई बढाउन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियो अन्तर्गत रहेर म तपाईलाई 3वटा सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा शक्तिशाली खानेकुराको बारेमा जानकारी दिन्छु, जसको सेवन यदि तपाईँ नियमित रूपमा गरिराख्नु भयो भने यसले तपाईको आँखाको ज्योतिलाई बढाउन र तपाईको आँखालाई विभिन्न किसिमको रोगको जोखिमबाट बचाउन अत्यधिक मात्रामा मद्दत पुर्याउने कार्य गर्छ। त्यसकारण साथीहरु भिडियो एकदमै महत्त्वपूर्ण छ, यसलाई अन्तिमसम्म हेर्नुहोला। आँखाको ज्योतिलाई बढाउने र आँखालाई सधैँ स्वस्थ राखिरहने जुन मुख्य 3वटा खानेकुरा छ त्यसमध्ये सबैभन्दा पहिलो नम्बरमा रहेको छ बोसोयुक्त माछाको सेवन। साथीहरु बोसोयुक्त जुन माछा छ यसलाई हाम्रो आँखाको लागि एकदमै लाभकारी मानिन्छ, किन भन्दाखेरि यसभित्र DHA नामक ओमेगा 3 फ्याटी एसिड प्रचुर मात्रामा रहेको हुन्छ, जसले हाम्रो आँखाको रेटिना निर्माणको लागि सहयोग पुर्याउने कार्य गर्छ। रेटिना जुन सेलबाट निर्माण भएको हुन्छ त्यो सेलको जुन बाहिरी भाग छ त्यो DHA बाट बनेको हुन्छ, जसको कारणले गर्दा जब हामी DHA युक्त ओमेगा 3 फ्याटी एसिड प्रचुर मात्रामा खान्छौं, यसको कमी हुन पाउँदैन, त्यति बेला यसले हाम्रो रेटिनाको फंक्सनलाई अझै राम्रो बनाउन र त्यसको निर्माण कार्यमा सहयोग पुर्याउन हामीले मद्दत पुर्याउने कार्य गर्छ। दोस्रो, यसले हाम्रो आँखालाई सुक्खा हुने जुन समस्या छ त्यसबाट जोगाउँछ। यसको साथसाथै आँखा भित्र रहेको सुजन इन्फ्लामेसनलाई यसले कम गर्न हामीलाई सहयोग पुर्याउने कार्य गर्छ। त्यसकारण यदि तपाई हप्तामा 2 पटक माछाको सेवन गरिराख्नु भयो भने यसले तपाईको आँखालाई लामो समयसम्म स्वस्थ राख्न, आँखाको ज्योति बढाउन अत्यधिक मात्रामा मद्दत पुर्याउने कार्य गर्छ। दोस्रो नम्बरमा रहेको छ साथीहरु पालुङ्गोको साग र रायोको साग। पालुङ्गोको साग र रायोको साग भित्र प्रचुर मात्रामा ल्युटिन र जियाजेन्थिन नामको शक्तिशाली कम्पाउन्ड रहेको हुन्छ, जसलाई पावरफुल एन्टिअक्सिडेन्ट भन्ने गरिन्छ। यो जुन पावरफुल एन्टिअक्सिडेन्ट छ, जब हामी यसको सेवन गर्छौं साथीहरु यसले के गर्छ, आँखा भित्र रेटिना रहेको हुन्छ र रेटिनाको नजिकै एउटा अंग रहेको हुन्छ जसलाई म्याकुला भन्ने गरिन्छ। अब यही म्याकुलाले हामीलाई कुनै पनि कुरा राम्रोसँग देख्नको लागि, त्यसलाई क्लियर गर्नको लागि, मसिनो अक्षर राम्रोसँग चिन्नको लागि मद्दत पुर्याउने कार्य गर्छ। अब यो जुन ल्युटिन र जियाजेन्थिन छ त्यही म्याकुलामा गएर जम्मा हुन्छ। जम्मा भइसकेपछि एउटा चस्माको जस्तो यसले लेयर बनाउँछ। त्यो लेयरले के गर्छ, जब हामी घाममा बाहिर निस्किन्छौं, घामबाट आउने जुन सूर्यका प्रकाशका किरणहरू छन् जसमा विभिन्न किसिमका UV रेज अथवा ब्लू लाइट रेज भन्ने गरिन्छ, त्यो आँखा भित्र छिर्छ। अब यो जुन रेजहरू छ यसभित्र खराब किसिमका तत्व रहेको हुन्छन्, जसले हाम्रो रेटिनालाई वा हाम्रो म्याकुलालाई खराबी गर्न सक्छ, बिगार्न सक्छ। त्यसलाई यसले के गर्दिन्छ, त्यही फिल्टर गरिदिन्छ। फिल्टर गरेर जुन राम्रो छ, जुन हानिकारक छैन त्यो मात्रै भित्र जान दिन्छ, बाँकी खराब कुरालाई त्यही रोक्ने गर्छ, जसको कारणले गर्दा हाम्रो म्याकुला पनि खराब हुँदैन, हाम्रो रेटिना पनि खराब हुँदैन। त्यसको कारणले गर्दा हाम्रो आँखाको ज्योति कम हुन पाउँदैन, आँखा भित्र रोग लाग्न पाउँदैन। यसको साथसाथै साथीहरु यो जुन ल्युटिन र जियाजेन्थिन नामको तत्व छ यसले हाम्रो आँखाका कोषहरूलाई सुरक्षा प्रदान गर्छ। तेस्रो नम्बरमा रहेको छ गाजरको सेवन। साथीहरु गाजर भित्र भिटामिन ए प्रचुर मात्रामा रहेको हुन्छ। यसको साथसाथै यसमा विभिन्न किसिमका पावरफुल एन्टिअक्सिडेन्टहरू रहेका हुन्छन्। जब हामी गाजरको सेवन गर्छौं यसबाट हाम्रो शरीरले भिटामिन ए प्राप्त गर्छ। भिटामिन ए ले आँखा भित्र एउटा सेल रहेको हुन्छ जसलाई रोड सेल भन्ने गरिन्छ, त्यसलाई स्वस्थ राख्न, रेटिनामा रोडोप्सिन नामको पदार्थ निर्माण गर्नको लागि सहयोग पुर्याउँछ, जसको कारणले गर्दा हाम्रो आँखा राति राम्रोसँग हरेक कुरा देख्न सक्छ। त्यसकारण यदि तपाई लो लाइटमा राम्रोसँग देख्न चाहनुहुन्छ, रातिको समयमा पनि तपाई आफ्नो आँखाको ज्योतिलाई बढाइराख्न चाहनुहुन्छ भने तपाई यो भिटामिन ए युक्त जुन यो गाजरको सेवन छ यसलाई गरिराख्नु होला, किनभने गाजरमा भिटामिन ए अत्यधिक मात्रामा पाइन्छ। थोरै सेवन गर्दा पनि यसले तपाईको शरीरलाई प्रचुर मात्रामा भिटामिन ए दिने गर्छ। त्यसको अलावा साथीहरु यसले आँखाका जुन यो सेलहरू छ त्यसलाई जोगाउन मद्दत पुर्याउँछ। आँखा भित्र रोग लाग्ने जुन खतरा छ त्यसलाई यसले घटाइदिन्छ, जसको कारणले गर्दा हाम्रो आँखा एकदमै स्वस्थ रहने गर्छ। साथीहरु एउटा कुरा तपाई स्पष्ट हुनु होला, यो 3वटा खानेकुरा यदि तपाई नियमित रूपमा सेवन गरिराख्नु भयो भने तपाईलाई सायद भविष्यमा चस्मा लाउन पर्दैन होला। तपाईको आँखालाई यसले सधैँ स्वस्थ, निरोगी, तन्दुरुस्त बनाउन मद्दत पुर्याउँछ र आँखाको ज्योतिलाई एकदमै तपाईको राम्रो बनाइराख्न अत्यधिक मात्रामा सहयोग पुर्याउने कार्य गर्छ।